गलाती 6:7 यसरी भन्दछ, भ्रममा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनकि मानिसले जे छर्दछ त्यसको कटनी पनि गर्नेछ। साथीहरू, हाम्रो बोली, विचार र कर्महरू बिउ जस्तै हुन्। यदि हामीले रिस, ईर्ष्या र पापको बिउ छर्छौँ भने फल पनि त्यस्तै पाउनेछौँ। तर यदि हामीले प्रेम, विश्वास र दयाको बिउ छर्छौँ भने परमेश्वरले हाम्रो जीवनमा आशिषको प्रशस्त कटनी गराउनुहुनेछ। आमेन।